हो गई 1 2 2 ओ कुड़िए what to do ओ हो गई मुंडे दी पतंगा वर्गी तू एवें उड़दी ओ हो गई मुंडे दी हिला ते चलदी टुक टुक तू करदी मेकअप तू करदी अंग्रेजी पढ़दी गिट पिट तू करदी जिमें कोइन साडी विक्टोरिया तू कैंटी बिग बैन दी पूरा लंदन ठुमकदा ओ जदों नचे पैन दी पूरा लंदन ठुमकदा ल्याइदिउँला मिनरलको पानी हजुरा हौ रानी हजुरा ल्याइदिउँला चोखो पियारा सञ्जालीलाई बाटो भन्छन् गल्नेलीलाई सिधा म त यसै भाग्यमानी तिमीलाई जोबान दिँदा परान तिम्रै हो म भरोसा गरान ए परान तिम्रै हो म भरोसा गरान ए तिम्रै हो म भरोसा गरान रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने बिमल सर रिसाएर क्लासमा नआएपछि निरा जैले रिसाउनी निरा कहिले होला मायासँग माया मिसाउनी माया मिसले नोट चेक गर्छु भनेपछि सावित्री म्यामले गाली गरेपछि कर्म मेरो खोटी रहेछ कर्म मेरो खोटी रहेछ कृष्ण सरले बिदाको दिन म्याथ र अप्सनल मात्रै पढेर बस्ने भनेपछि ऐया पनि भन्न नपाई मरिने भो सरकार ऐया पनि भन्न नपाई मरिने भो सरकार विजय सरले खाली पिरियडमा पनि म पढाउँछु भनेपछि अजय सरले ओल्ड मिनिङ सोध्छु भनेपछि धर्म सरले एक्जाम आयो राति धेरै बेरसम्म पढ भनेपछि एग्जाम पास आए पढ़ ही न पाए टीचर ने जाने क्या पेपर बनाए प्रिन्सिपल सरले यसरी राम्रो गर्छौ भन्दा भन्दै हामीले प्री बोर्ड बिगारेपछि अरे मालिक वो थोड़ा सा गलती हो गई हाँ वो क्या है कि सबै टिचरले आफ्नो सब्जेक्टलाई बढी टाइम दिन भनेपछि छिया छिया भइसक्यो यो छाती अत्याचार नगर म माथि 8 क्लासको भाइ बहिनीले ओपिटी म्याथ सजिलो हुन्छ भनेपछि आओ तुम भी ले लो मजा आओ तुम भी ले लो मजा एसई आएको थाहा पाएपछि एक्जाममा नजिकै जान्ने साथी परेपछि यसी आउन लाग्दा पनि पढ्न मन नलागेपछि हे पढ्नलाई मन लाउन है मात्रै आउँछ राष्ट्रिय गान बज्दा नि नाच्दिन मन लाउँछ प्री बोर्डमा म्याथ र ओपिटी बिग्रिएपछि पढ्ने मान्छे ठुलो र ठालो भो मेरो पढाइ बिग्रेर हालो भो क्लास मोनिटरले क्लासमा बोल्न नदिएपछि अलिकति बोल्न नि पाइन्न र क्लासमा केही नबुझेपछि तिरी तिनता जब मिसहरू सारी लाएर चिटिक्क परेर आउनुहुन्छ पोर बेर्ता कमला थियो काली काली पोर बेर्ता कमला थियो काली काली हेरी राखौं जस्ती राम्री भइछौ यसै पाली चटपट खान कोही साथीसँग पैसा नभएपछि
तिमी नगए म पनि टुर जान्न भन्ने साथीले एक्लै छाडेर टुर गएपछि साथीलाई अन्तिममा के भन्न चाहन्छौ? नभेटेको भए ठिकै हुन्थ्यो, भेटिहाल्यो अब छुट्नै पर्यो, जिन्दगीको खेल छाडी जाने नै हो र। अन्तिममा स्कुललाई के भन्न चाहन्छौ? भाइ भाइ भाइ